नमस्कार साथीहरु, हजुरहरुलाई स्वागत छ यस भिडियोमा। साथीहरु, अस्ति भर्खरै सिद्धार्थ इक्विटी फन्ड र सानिमा इक्विटी फन्डको क्लोज एन्डेड म्युचुअल फन्ड लिस्टेड भएको छ र यसमा इन्भेस्ट गरौँ या नगरौँ हजुरहरु दोधारमा हुनुहुन्छ भने यहाँ हामी हेर्न सक्छौं। सिद्धार्थ इक्विटी फन्डको म्युचुअल फन्ड टाइप रहेको छ क्लोज एन्डेड म्युचुअल फन्ड र सानिमा इक्विटी फन्डको पनि सेम छ क्लोज एन्डेड म्युचुअल फन्ड। अनि टोटल फन्ड साइज कति छ? 1 अर्ब छ र यहाँ सिद्धार्थ इक्विटी फन्डको र सानिमा इक्विटी फन्डको पनि फन्ड साइज 1 अर्ब नै रहेको छ। अनि यहाँ यसको हामीले हेर्न सक्छौं टोटल युनिट कति रहेको छ भनेर है। टोटल युनिट यहाँ 10 करोड युनिट रहेको छ, ठीक छ, सिद्धार्थ इक्विटी फन्डको। यसै गरी सानिमा इक्विटी फन्डको पनि सेम 10 करोड नै युनिट रहेको छ। यहाँ हामी फेस भ्यालु देख्न सक्छौं, जुन रेटमा हामी शेयर खरिद्छौं यहाँ यसको रेट छ 10 रुपीज पर युनिट र यहाँ सिद्धार्थ इक्विटी फन्ड र सानिमा इक्विटी फन्डको सेम नै रहेको छ। और पब्लिक अलोकेसन, पब्लिकलाई कति पर्सेन्ट यो कम्पनीले शेयर दिएको छ हामीहरु हेर्न सक्छौं। यहाँ 8.5 करोड युनिट यहाँ पब्लिकलाई अलाउड गरेको छ भन्नाले 85% यहाँ पब्लिकको शेयर हुनेछ र सेम टु सेम सानिमाको पनि सेम छ, 85% यहाँ पब्लिकको शेयर हुनेछ। और प्रमोटर और स्पोन्सर जो कंपनीको मेन शेयर होल्डरहरु छन् साथीहरु, उनीहरुले 15% यहाँ 15% सिद्धार्थ इक्विटी फन्ड र 15% सानिमा इक्विटी फन्डमा 15% प्रमोटर र स्पोन्सरहरुले होल्ड गरेर राखेका छन्। प्रमोटर भन्नाले सिद्धार्थ इक्विटी फन्डको प्रमोटर त सिद्धार्थ बैंकको र सानिमा इक्विटी फन्डको प्रमोटर चाहिँ सानिमा बैंकको 13% र 2% सानिमा क्यापिटलको रहेको छ। त्यसैगरी हामीले एप्लाई गर्दाखेरि 100 युनिट मिनिमम हामीले एप्लाई गर्नै पर्छ। दुईटै म्युचुअल फन्डमा सेम नै रहेको छ र हामीले म्याक्सिमम 1 करोड युनिट सम्म यहाँ खरिद गर्न सक्छौं, ठीक छ, शेयर। और यसको मेच्युरिटी पिरियड यहाँ हामी हेर्न सक्छौं 10 वर्ष दुईटैको रहेको छ। त्यसैगरी यो म्युचुअल फन्ड कम्पनीले कुन सेक्टरमा इन्भेस्ट गर्छ हामीहरु यहाँ हेर्न सक्छौं। सिद्धार्थ इक्विटी फन्ड र सानिमा इक्विटी फन्डले इक्विटी शेयर प्लस फिक्स इन्कममा इन्भेस्ट गर्नेछन्। जस्तै कि एक्जाम्पलको लागि कमर्शियल बैंक भयो, हाइड्रो पावर भयो, इन्स्योरेन्स कम्पनीमा भयो, फाइनान्स सेक्टरमा भयो हैन, डिबेन्चर एन्ड फिक्स डिपोजिटमा भयो। यस्तो सेक्टरहरुमा यिनीहरुले लार्ज क्याप प्लस फन्डामेन्टल स्ट्रङ कम्पनीहरुमा यिनीहरुले इन्भेस्ट गर्नेछन्। र हजुरहरुलाई लागिरह्यो होला कि म यसमा इन्भेस्ट गरौँ, यसको शेयर किनम कि नकिनम, ठीक छ। हजुरहरुको यो डाउट पनि म यहाँ क्लियर गर्न चाहन्छु। जस्तै कि यो हो क्लोज एन्डेड म्युचुअल फन्ड। अब कुरा गरौँ हजुरहरुले कुन अवस्थामा यसमा इन्भेस्ट गर्ने। हजुरहरुले यदि लङ टर्मको लागि इन्भेस्ट गर्न सोच्नु भएको छ 5 देखि 10 वर्षको लागि, त हजुरहरुले यसमा इन्भेस्ट गर्न सक्नुहुन्छ। यो हजुरहरुको लागि एकदम सुइटेबल हुन्छ किनभने यो एक म्युचुअल फन्ड हो। म्युचुअल फन्डले के गर्छ, हजुरहरुले देखि सम्पूर्ण जति पनि पब्लिकहरु देखि छ पैसा कलेक्ट गरेर तिनीहरुले नै कुनै पनि लार्ज क्याप, मिड क्याप वा स्मल क्याप कम्पनीहरुमा पैसा इन्भेस्ट गर्ने हो। त्यो इन्भेस्ट गर्दाखेरि उनीहरुलाई सुरुमा अब कुनै कम्पनीले प्रॉफिट देला, कुनै कम्पनी लसमा जाला, कुनैमा ग्रोथ होला, कुनैमा नहोला। त्यो तिनीहरुले बिस्तारै म्यानेज गर्दै त्यो कम्पनीदेखि पैसा झिक्दै अर्को कम्पनीमा इन्भेस्ट गर्दा तिनीहरुले बिस्तारै त्यो प्रॉफिट दिने हो। हजुरहरुले यो सोच्नु भएको छ कि 1-2 वर्षमा म यो कम्पनीदेखि प्रॉफिट निकालेर निस्किहाल्छु भन्ने सोचेर हजुरहरुले इन्भेस्ट गर्न सोच्नु भएको छ। जस्तै अरु आईपीओ जस्तै हाइड्रो पावरहरुको आईपीओ जस्तै हजुरहरुले यो कुरा धेरै गलत सोच्नु भएको। त्यसैले हजुरहरुलाई यदि सर्ट टर्मको लागि इन्भेस्ट गर्न छ भने हजुरहरुले यसलाई इग्नोर गर्न सक्नुहुन्छ। यदि हजुरहरुलाई लङ टर्मसम्म इन्भेस्ट गर्नु छ, लङ टर्मको लागि इन्भेस्ट गर्न सक्नुहुन्छ भने हजुरहरुले यो म्युचुअल फन्डमा हजुरहरुले इन्भेस्ट गर्न सक्नुहुन्छ। आजको लागि यति नै साथीहरु। हजुरहरुलाई के डाउट छ भने कमेन्ट सेक्सनमा सोध्नु होला र यो च्यानललाई सब्स्क्राइब गरी यस भिडियोलाई लाइक गर्नु होला। आजको लागि यति नै, धन्यवाद, बाइ।